दोहोऱ्याउनु परेन। मान्य सदस्य खुशबु ओली 2 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सभामुख महोदय, सत्तापक्ष प्रतिपक्ष हुँदा सम्भवतः इतिहासमै सबैभन्दा बढी पेलिएको प्रतिपक्ष थियो। पेलिएकाहरूले यसरी पेलेको चाहिँ पटक्कै सुहाएको छैन सभामुख महोदय। र अर्को कुरा, अब हाम्रो कार्यव्यवस्थाको बैठक र प्रतिपक्ष सत्तापक्षको बैठकहरू लाइभ गर्नुपर्ने भयो, किनभने राजनीतिमा इमान भन्ने कुरा हुँदैन रहेछ। त्यहाँ बोलिएका कुराहरू यहाँ आइपुग्दासम्म परिवर्तन भइसक्दा रहेछन् सभामुख महोदय। आज पनि बिहान पनि हामी कार्यव्यवस्थामा बस्छौँ, यो सदनले जान्नुपर्छ, किनभने यहाँ कस्तो देखिराखेको छ भने प्रतिपक्षले मात्रै अवरोध गरिराखेको छ। होइन, हिजो सभामुखज्यूसँग पनि हामी बस्यौँ, आज बिहान कार्यव्यवस्थामा पनि सहमति भयो। सदनमा ब्रेक गर्ने, पेलेर नजाने भन्ने कुरा त सहमति भएका हुन्, तर त्यो कुरा कार्यान्वयन नभएर सभामुखज्यूले हामीलाई पेलेरै लानु पर्यो। अहिले फेरि हामी सत्तापक्षसँग छलफलमा बस्यौँ। सत्तापक्ष उहाँ मुख्य सचेतक मात्रै होइन, पार्टीको महामन्त्री पनि हो। उहाँले दिएको कमिटमेन्टको आधारमा हामीले सदन चल्नलाई हामी पनि तयार भयौँ, हामी पनि अवरोध गर्न चाहँदैनौँ। तर यहाँभित्र आउँदा आउँदै उहाँले रोस्टमबाट आधिकारिक जानकारी नदिने भनेपछि फेरि हामीले यो चाहिँ विरोध गर्नलाई यहाँ हामी आएको। अर्को कुरा सभामुख महोदय, मान्यज्यूहरूले विधेयकको लागि समय लिनुहुन्छ। हजुरले रुलिङको कुरा गर्नुभयो, पर्यटन विधेयकमा बोल्न आउनुभएका मान्यज्यूले सत्तापक्षले प्रतिपक्षलाई उपदेश दिएर जानुभयो, यो विषय रुलिङ गर्नुपर्ने विषय होइन सभामुख महोदय। पर्यटन विधेयकमा मान्य जगदीश खरेलज्यूले भनेका कुराहरू के जायज हुन् कि ती विधेयक सम्बद्ध थिए, यो कुरामा यहाँको रुलिङ हुनुपर्ने हो मान्य सभामुख महोदय। त्यसैले यो बाहिर भ्रम सृजना गर्ने प्रयास गरिराखिएको छ। हामीले सदन अवरोध गरेपछि सत्तापक्ष र कार्यव्यवस्थामा टुङ्गाएर आएका थियौँ, तर आज पनि ती कुराहरू कार्यान्वयन नहुने हो भने अब सभामुख महोदयले सबै अनौपचारिक बैठक कार्यव्यवस्थाको बैठकहरू लाइभ गरेर सारा जनताले देख्ने बनाइयोस्।